सो आजको भिडियो चाहिँ रिलेटेड टु फुड हन्ट अनि कस्तो हुन्छ भन्दाखेरि अब विदेशमा चाहिँ एकदमै बिजी लाइफ सेड्युल हुन्छ, टाइम टेबल एकदमै टाइट हुन्छ। सो त्यो कुकिङ गर्ने टाइम चाहिँ हुँदैन, भए पनि अब त्यो टाइममा चाहिँ एकछिन रेस्ट गरौँ न भन्ने फिल हुन्छ। आई वाज गुड एट कुकिङ, तर अहिले चाहिँ अलिकति लामो टाइम भइसक्यो मैले कुकिङ नगरेको। टाइम एकदमै टाइट सेड्युल हुन्छ, त्यही भएर चाहिँ कुकिङ गर्ने त्यो टाइम, इन्ग्रिडियन्ट्सहरू ल्याउने, म्यानेज गर्ने सच अ लेन्दी प्रोसेस जस्तो लाग्छ। अनि आई डोन्ट नो, मैले त्यस्तो प्रपर प्लान चाहिँ बनाएको छैन। आई विल गो ऱ्यान्डम ठाउँमा अनि त्यहाँनिर चाहिँ मैले केही खानेकुराहरू खान्छु अनि केही गफहरू पनि गर्छु भनेर चाहिँ आई गेट रेडी टु गो आउटसाइड। कहिलेकाहीँ त हिँड्दा बाटो नै कन्फ्युज हुन्छ क्या। अब यो यहाँनिर मान्छे हिँड्ने पुल छ, माथि गाडी हिँड्ने पुल छ होइन, अनि मुनि रोड छ, त्यहाँ मुनि फेरि ट्रेन स्टेसन छ। सो कन्फ्युजिङ हुन्छ, कताबाट कता जान्छ भन्ने कुरा नै थाहा हुँदैन क्या। सो यो पुल क्रस गरौँ अनि त्यहाँबाट चाहिँ गाडी नै चढेर जाने प्लान गरेँ मैले। अहिले चाहिँ दिउँसोको टाइम छ अनि यस्तो टन्टलापुर घाम लागिरहेको छ। यसरी घाममा ननिस्केको चाहिँ धेरै भइसकेछ। सो आई फिल भेरी हट, धेरै गर्मी भइरहेको छ। म चाहिँ यो मलभित्र इन्ट्री भइसकेँ अनि यसको टपमा एउटा बफेट छ क्या, बल्ल याद आइरहेको मलाई। अनि त्यो बफेटमा गएर चाहिँ त्यहीँ लन्च गर्छु भनेर गइरहेको छु। म आइपुगेँ क्या हो, यही हो कि यो त होइन, कतापट्टि छ, मेबी यही फ्लोरमा हुनुपर्छ। रेस्टुरेन्टहरू त धेरै छ तर मैले फाइन्ड आउट गर्न सकेन। सो जाउँ, मेबी यहाँ हो कि होइन, यहाँ पनि होइन, यहाँ पनि होइन, रेस्टुरेन्ट नै क्लोज भयो क्या। फाइनल्ली आई फाइन्ड आउट द रेस्टुरेन्ट अनि अहिले चाहिँ म बिलिङ गर्दैछु। सो बिलिङ अल्सो कम्प्लिटेड, लेट्स गो इनसाइड है त। अब चाहिँ म खाना लिन जाँदैछु। कति धेरै भेराइटिजहरू छ यहाँनिर होइन। यहाँबाट सुरु गरौँ। सबै फ्लेभरहरू चाहिँ ट्राई गरिहेरौँ न होइन। मैले चाहिँ पिज्जाको आइटमहरूमा यति लिएँ होइन।
यो चाहिँ खिर चाहिँ मनपर्छ, हालिदिउँ न होइन राम्रै। यो के हो भन्दाखेरि थोरै टेस्ट चाहिँ गरिदिइराखौँ। यो चाउमिन छ होइन, सो मैले चाहिँ यति धेरै खाना दिइसकेँ। टिस्यु पेपर चाहिँ लैराखौँ होइन। ड्रिङ्क्समा चाहिँ खाइदिउँ यो वाला पेप्सी। सो मैले चाहिँ यति धेरै खानेकुराको आइटम लिएर आइसकेँ। अनि पिज्जा खाउँ, पिज्जा। मिठो छ यार, यो कस्तो छ? नाइस यार, मिठो छ। मैले खाएको चाहिँ डिफ्रेन्ट फ्लेभरको पिज्जा हो, सबैको एक पिस लिएको छु मैले। यो पनि मिठो छ। यहाँनिर चाहिँ अब जस्तो अनलिमिटेड खान पाइन्छ, त्यो चाहिँ 100 मिनटभित्र चाहिँ जति खान सकिन्छ यहीँ बसेर खान पाइयो मजाले। यो चाहिँ खासै मिठो लागेन है मलाई, तर पनि खाइदिउँ यार। खानेकुरा खेर फाल्नु हुँदैन। अर्को टेस्ट पोट्याटो। अंडा फ्लेवर यो चाहिँ मकै हो। अब चाहिँ म नेक्स्ट हन्टको लागि जाँदैछु। कोल्ड ड्रिङ्क्स पनि थप्नु पर्यो अलिकति। के हो मिठो हुन्छ हुँदैन है? लेट्स ट्राई, सबै ट्राई गरौँ। यो के हो? फ्रुट्स यहाँनिर छ, म्याङ्गो चाहिँ खाइदिउँ थोरै। सो टन्नै पिज्जा खाइयो, अरू आइटमहरू पनि धेरै थियो। आई इन्जोयड अ लट। सो त्यही नै हो आजको दिन चाहिँ, गोइङ नाइसली। अनि अब इट्स अलरेडी 3 बज्न लागिसक्यो। अब चाहिँ घर जानुपर्ने हुन्छ। आई हेभ अ लट्स अफ पेन्डिङ कामहरू घरमा। सो थ्याङ्क यू फर वाचिङ है।